सरकारले सोशल मिडिया मोनिटरिङ चाहिँ कसरी गर्छ भन्छ है त। विभिन्न देशको सरकारहरूले एआई पावर्ड एप्लिकेसनहरू युज गरेर सोशल मिडिया मोनिटरिङ गर्न सुरु गरेछ हैन। र त्यो ठ्याक्कै कसरी काम गर्छ भन्ने कुरा बुझाउन खोजेको हो हैन। र यो मोनिटरिङ गर्ने कुरा चाहिँ धेरै केसमा लागु हुन्छ। जस्तै इक्जाम्पलको लागि तपाईँ कुनै देशमा काम गर्ने परमिट छैन तर काम गरिराख्नु भएको छ भने, अर्को हुनसक्छ नक्कली पेपर म्यारेज जस्तो गरेर आफ्नो आफ्नै स्वरले बस्ने, पेपर बनाउनको लागि मात्रै त्यस्तो गरिराख्नु भएको छ भने, किनभने यो सोशल मिडिया एप्लिकेसनहरूले प्लस आइओएस, एन्ड्रोइडहरूले नै हाम्रो विभिन्न खालको डेटाहरू ट्र्याकिङ गरेर हुन्छ। अनि गभर्नमेन्टले चाहिँ त्यही डेटाहरू मागेर एआई पावर्ड सिस्टमबाट चाहिँ एनालाइसिस गर्छ। र एआई नहुँदा र अहिले एआई हुँदाखेरि चाहिँ यो मोनिटरिङ गर्ने तरिका भनेको चाहिँ कम्प्लिटली डिफरेन्ट छ। अनि त्यो कसरी भन्ने कुरा म अलिकति बुझाउन खोज्छु है त। जस्तै यो फेसबुक हो हैन। फेसबुकमा तपाईँले के गर्नुहुन्छ, एभ्री सिंगल डेटाहरू फेसबुकले राखेको हुन्छ हैन। त्यो सँगसँगै यहाँ याद गर्नुभयो भने तपाईँले के सर्च गर्नुभयो, सँगसँगै तपाईँ कुन ठाउँमा जानुभयो, लोकेसन डेटाहरू पनि सबै फेसबुकले ट्र्याक गरेर आउँछ। किनभने तपाईँले फेसबुक, इन्स्टाग्राम, व्हाट्सएपहरू जस्ता एपलाई लोकेसन ट्र्याकिङ गर्नु त दिइराख्नु भएको हुन्छ। एन्ड्रोइड चलाउनुहुन्छ भने या गुगल म्याप्स चलाउनुहुन्छ भने हैन, पुरै डेटाहरू कलेक्सन भइरहेको हुन्छ हैन। त्यसमा के पनि पर्छ भन्दाखेरि लोकेसन डेटाहरू पनि पर्छ। कहाँ जानुभयो, कति बेला जानुभयो, कुन फ्रिक्वेन्सीमा जानुभयो। जस्तै तपाईँ स्टुडेन्ट हो, तपाईँ बस्ने ठाउँ र तपाईँको स्कुल बाहेक अरू कुनै ठाउँमा तपाईँ एउटै टाइममा फ्रिक्वेन्टली जानुहुन्छ भने त्यो खालको डेटाहरू पनि यसले सजिलै निकाल्छ। अर्को भनेको जस्तै नक्कली म्यारेज गरेर बसेको कपलहरू पहिला चाहिँ घरमा चेक गर्न आउँथ्यो, त्यति बेला छैन भने चाहिँ समात्थ्यो भन्ने जस्तो हो भने अहिले चाहिँ लोकेसन डेटाहरूले चाहिँ त्यो मान्छेसँग बस्छ कि बस्दैन भन्ने कुराहरू चाहिँ एआईबाट हेर्न सकिन्छ हैन। त्यसको लागि धेरैले नबुझेको भनेको कुनै मान्छेको फेसबुकको प्रोफाइलमा गएर हेर्ने, ट्विटरको प्रोफाइलमा गएर हेर्ने चाहिँ हैन। त्यो चाहिँ जति पनि युजरको डेटाहरू छ हैन, गभर्नमेन्टले चाहिँ लिगल्ली मागेर एक्सेस गर्न पाउँछ हैन। अनि एक्सेस गरेको डेटालाई चाहिँ एआई पावर्ड एप्लिकेसनहरूले लार्ज स्केलमा सर्च गर्न सक्छ इजिली। जस्तै कुनै सेन्टिमेन्टको आधारमा या कुनै किवर्ड्सको आधारमा सर्च गर्न सक्छ। जस्तै एउटा इक्जाम्पलको लागि कुनै एउटा भिजा स्ट्याटसमा 7,000 जना छ अरे हैन। त्यो 7,000 जनाको एभ्री इन्फर्मेसन चाहिँ अब गभर्नमेन्टले लिगल्ली पाइसकेको भएर प्लस गभर्नमेन्टसँग भएको पर्सनल डेटाहरू युज गरेर चाहिँ कुनै देशप्रति गलत सेन्टिमेन्ट भएको को छ भनेर त्यो सेन्टिमेन्टल एनालाइसिस जस्तो पनि गर्न सकियो हैन। सडन भिजा स्ट्याटसमा भएकोहरूमा बस्ने ठाउँ र कुन कलेजमा रजिस्टर गरेछ त्यो दुईटा लोकेसन बाहेक अर्को कुनै एउटै टाइममा फ्रिक्वेन्टली जाने लोकेसन छ छैन हैन। छ भने को हो त्यस्तो भनेर चाहिँ एआई पावर्ड एप्लिकेसनले चाहिँ इजिली एकैछिनमा निकाल्न सक्ने भयो कि। त्यो हो कि मेजर डिफरेन्स भनेको हैन। त्यस्तै इक्जाम्पलको लागि यो चाहिँ एउटा एआई पावर्ड एप्लिकेसन हो जुन चाहिँ मैले मेरो कम्प्युटरमा होस्ट गरेको हैन। यसले चाहिँ ओपन एआईको जीपीटी मोडल युज गर्छ। इक्जाम्पलको लागि चाहिँ मैले के गरेँ भन्दाखेरि मैले सोशल मिडियाहरूमा जति पनि कुराहरू लेखेको छु हैन, मेरो सोशल मिडियालाई मेरो बारेमा जति पनि थाहा छ, एक्टिभिटिजहरूदेखि लिएर लोकेसन डेटाहरू देखेर एभ्रिथिङ त्यो चाहिँ मैले यहाँ फिड गरेछु हैन। अनि यहाँ मैले के सोधेँ भन्दाखेरि नेपालप्रति मेरो सेन्टिमेन्ट चाहिँ कस्तो छ भनेर सोधेँ हैन। मैले यहाँ इन्टर गरेँ। यो एआई मोडलले चाहिँ जति पनि मेरो फेसबुकमा भएको डेटाहरू छ त्यो डेटालाई रिड गरेर चाहिँ यो मान्छेले चाहिँ नेपालप्रति चाहिँ यस्तो भावना राख्छ है भन्छ कि। गभर्नमेन्ट लेभलमा यो कुराहरू गर्दाखेरि चाहिँ मेरो पर्सनल इन्फर्मेसनहरू नि हुने भयो हैन। अनि त्यो कारणले गर्दाखेरि चाहिँ यो मान्छे चाहिँ नेपालप्रति चाहिँ यसको सेन्टिमेन्ट ठिक छैन, यसलाई चाहिँ नेपालमा बस्न दिनु हुँदैन भन्ने खालको डिसिजन मेकिङमा चाहिँ यो एआईले गर्दाखेरि चाहिँ बेसरी सजिलो भएको छ कि। र होपफुली केही बुझ्नुभयो होला है। मेरो उद्देश्य भनेको चाहिँ विभिन्न गभर्नमेन्टहरूले चाहिँ अब सोशल मिडिया मोनिटरिङहरू चाहिँ एआई पावर्ड एप्लिकेसन युज गरेर गर्ने भन्ने जुन न्युजहरू आइरहेको भएर चाहिँ यो चाहिँ यसरी हुनसक्छ है भन्न खोजेको हो। अझ मैले गरेको चाहिँ एकदमै सिम्पल तरिकाले गरेको हो हैन। अब गभर्नमेन्ट लेभलमा भनेको चाहिँ अझै सजिलो हुने हुन्छ है त। हस्।